कार्तिक महिना हामी पोखरामा छौँ। प्राय यो महिना अधिकांश युवाहरू आफ्नो उज्जवल भविष्य बनाउनको निम्ति गोर्खा आर्मी भर्तीको अन्तिम चरण छनौटको लागि तयारी गर्दै गरेको हुन्छन् र हामी पनि त्यही सिलसिलामा म लगायत 8 जना भाइहरू यहाँ आएका छौँ। हाम्रो दिनचर्या लामो समयदेखि दिनहुँ जसो फिजिकल ट्रेनिङ, इन्टरभ्यू क्लासमा बितिरहेको हुन्छ। ट्रेनिङले थकित शरीर, पढाइले दिमाग ह्याङ र भविष्यको चिन्ताले सताइरहेको बेला अचानक एउटा निर्णय हुन्छ। त्यो थियो सर्ट ट्रेकिङ र स्थान द ग्रेट माछापुच्छ्रे ट्रेल खुमाई डाँडा। सम्भवतः यो यात्राले भाइहरूलाई नयाँ कुराहरू सिकाउनुको साथै सबै थकान र तनावहरू बिर्साउनेछ। जय ब्रिटिश गोर्खा! So hello everyone, good morning. अहिले चाहिँ हामी बिच साइड पोखरामा छौँ र हाम्रो केटाहरू चाहिँ आज मास्तिर जाँदैछ डाँडा काँडा घुम्नलाई र आजको हाम्रो डेस्टिनेसन रहनेछ खुमाई डाँडा। र भाइहरू चाहिँ यहाँ गाडी पखेर बसिरहेको छ, हाम्रो गाडी आउँदैछ। ल केटा तिमीलाई के भन्नु छ? के छ, कस्तो लागिरहेछ? नयाँ ठाउँ जाँदैछौ तिमीहरू? रमाइलो हुन्छ होला सायद गर्नुपर्छ होइन पारस कि कसो हो? केटा कस्तो लागिरहेछ तिमीलाई? एकदम खुसी लागिरहेछ गुरुजी। I'm excited too much because this is my first trek. नयाँ ठाउँ जाँदैछ हामी फर्स्ट टाइम होइन? रमाइलो गर्नुपर्छ केटा हो। एकदम रमाइलो। बिरामी चाहिँ कोही हुनु भएन है? बिरामी त हुने चान्स छैन। ल जसलाई माथि राख न सबले। ए हाल्न एउटा दुईटा मात्र भयो त दुई तीनटा मात्र भयो त तल राखिदिनु। ल चाहिँ सबै त्यति हो क्या? यहाँ एकजना भाइ चाहिँ हाम्रो सुसन भाइ छोडेर आउँछ पछाडि, त्यसलाई कसैले पनि देखेन रहेछ क्या। अनि केटा छोडेर तँलाई त नलाले निर्णय भएको थियो त भाइ, आइहालिस् नजाने केटा झन्डै छोडेर। पछाडि पुगाउ त यहाँ भएन। मर्दी खोला तरेर टुसे घाचोकतर्फ लाग्यो र करिब 40 मिनटमा पोखरा लेक साइडबाट घाचोक गाउँ पुग्यो। पहाडको फेदमा मध्यम फाटमा फिजिएर बसेको एकदमै सुन्दर गाउँ घाचोक। तराईको फाँटलाई लोभ्याउने पहाडको फाँट हेर्दा धान खेती एकदमै फस्टाएको थियो। लाग्थ्यो असार साउनमा पोखेको पसिना आज मोती बनी टिपिरहेको थियो घाचोक गाउँको किसानहरूले। घाचोक गाउँ कटेर उकालो लागेपछि कच्ची बाटो आउँछ। खोला खोल्सी खाल्डा खुल्डी अप्ठ्यारो घुमाउरो बाटो हुँदै करिब 1.5 किलोमिटर कटेर सरीपाखा गाउँ आइपुग्यो।
ल अब हाम्रो गाडीको यात्रा चाहिँ यहाँसम्म नै रहनेछ यहाँबाट चाहिँ अब हामी पैदल त्यो बाटो हुँदैन यस्तो चाहिँ हामीले फेरि देखिरहेको हो कि ल जाउँ केटा तपाईँहरूलाई त टेन्सन त छैन हिँड्न सक्ने मान्छेहरूलाई त ल अबको पहिलो यात्रा सुरु हुँदैछ हाम्रो नानीहरू बसमा आएको तपाईँहरू जाउँ केटा त्यहाँसम्म यहाँ पो दामी हुन्छ किन होइन भनेको त किन ए यस्तो ठाउँ कति हुन्छ माथि हिँड्नु भाइ ल कति हुन्छ कति छ ए उहाँ तल आएको चल्देको ल अनि कति ढिलो आएको त यहाँ जाउँ भाइ। मजको गाडीले त बिहान म जाने बेला उहाँ भिड कटेर भेटेको ए ढिलो हुन्छ साथीहरू अलिक छिटो छिटो हिँड्नु सरी त त्यहाँ चाहिँ कहाँबाट आउँछ त्यतिखेर यहाँबाट बोक्यो हजुर त्यहाँ चाहिँ खानेको कुराहरू कहाँबाट आउँछ जाने बाटो बोकेर लान्छ भाइ खचडले खतडले हो खतडले मान्छेले त्यहाँ व्हाट इज दिस झारो झार्यो त केही बेर हिँडे पश्चात हामी गोरेदाईको होमस्टे पुग्यो त्यहाँ एकैछिन विश्राम गरी चिया नास्ता खाएर हिले घरको तर्फ लाग्यो बिहानको खाना हिले घरकोमा खाने निदो भएको थियो प्रत्येक त अनि त्यो इन्डियाको पदम राई जस्तो जस्तो त नि ल यो चाहिँ हिमाली घोडा भारी बोक्ने जाँदै रहेछ माथि नै लानुभएको त यो खुमै डाँडा कोटचन खुमैदेखि कोटचन कति लाग्छ टाइम अझै 2 घन्टा है एउटा कति केजी त्यसको भारी त कोल्टै भइसकेको छ त सिलिन्डरको त्यसको अलिक कोल्टे भन्छ त्यहाँ गएर बनाउँछ हिले खड्का भन्ने ठाउँनिर चाहिँ आइपुगेको छ हामी यहाँनिर चाहिँ हाम्रो अब लन्च हुन्छ हाम्रो होटल पल्लो हो केटा ए हो हो होटल P7 मा चाहिँ छौँ अहिले हामी हिले खड्काको र यहाँनिर चाहिँ हामी 9:36 मा आइपुगेको छ अब यहाँ थोरै विश्राम अनि अलिकति फेरि लन्च ब्रेक थोरै खानासाना खाएर चाहिँ हामी लाग्नेछौँ र हाम्रो यात्रा यता यो माथि डाँडा योभन्दा माथि डाँडातिर हुनेछ प्रत्येक खाना खाने समय अलिकति ढिलाइ हुने भयो त्यो समय नाचगान गरी समय कटाउनतिर लाग्यो र 15-20 मिनटको अन्तरालपछि खाना खाएर पुनः आफ्नो गन्तव्य पछाउनतिर लाग्यो खाना चाहिँ कस्तो छ हाम्रो खाना खाने टाइम भयो खाना खाँदैछन् भाइहरू यहाँ के छ त अब आज लन्चमा नर्मल छ तर दामी छ रस त सागको सिकुटी भन्ने सकेकोले अब सागको सिकुटीसँग भात खाऊ केटा हो ल हामी चाहिँ इले खर्कोबाट चाहिँ लागिसक्यौँ हामी खानासाना खाएर र यहाँ देख्न सक्नुहुन्छ
कुमै डाँडा जाने ट्रेल चाहिँ यस्तो छ। जङ्गलको बाटो, डाँडा, पाखा, खोला, नाला सबै छ। एकदमै राम्रो छ। जङ्गल कट्नलाई निकै बेर लाग्छ जस्तो छ। लगभग 2 घन्टा 3 घन्टा लाग्यो होला सायद अनुमान गर्दाखेरि। निकै ठुलो घना जङ्गल छ यहाँ। यो ट्रेलमा आउँदा चाहिँ एकदमै रमाइलो हुने रहेछ। मान्छेहरू ट्रेकिङ जाने टन्ने 10 मिटरको फरकमा मान्छे हुन्छन्। ढुक्कले आउँदा हुन्छ आउनु चाहिँ। खाना बस्नको लागि चाहिँ व्यवस्था सुरुमै गरेर आउनुपर्ने हुन्छ। बुकिङहरू गर्दै आउनुपर्छ। ल अहिले चाहिँ हामी भ्यू पोइन्टनिर आइपुगेका छौँ। भ्यू पोइन्टमा अलिकति विश्राम गर्ने ठाउँहरू रहेछ। यहाँ देखिन्छ। यहाँनिर चिचिमले भ्यू पोइन्टपट्टि यहाँ खाना बस्न पनि छ। अहिले चाहिँ हामी देउरालीमा छौँ र यहाँनिर चाहिँ हामीले ट्रेकमा हिँड्दाखेरि चाहिँ खुमै डाँडा जाँदाखेरि चाहिँ यहाँनिर आइपुगेर देवी देवतालाई आशीर्वाद मागेर ढोगेर खदा सदा यहाँ चढाइराखेर फुलहरू राखेर जानुपर्छ अरे भन्ने एउटा रहेछ। कोही कोही फुल चढाइराखेन केटा हो जानुपर्छ। चढाइदिनु आशीर्वादहरू मागेर फेरि आइँदैन हामी यो ठाउँमा। ढोगिराख्ने देउरालीबाटको उकालो चाहिँ एकदमै नाक ठोकिने खालको उकालो छ। धेरै नै उकालो बाटो यस्तो छ। जङ्गलको बाटो बिचमा एक्लै हिँड्न चाहिँ अलिकति डर नै हुने रहेछ। सोलो ट्रेकिङ चाहिँ नआउनु होला। 1-2जना साथीहरूसँग आउँदा राम्रो। यो ठाउँ लुब्रुचु हो। खुमै डाँडा यात्राको अन्तिम विश्राम स्थल। लुब्रुचु समुद्र सतहदेखि 2940 मिटरमा अवस्थित छ र यसलाई रेस्ट क्याम्प भनेर पनि चिनिँदो रहेछ। यहाँबाट करिब 1 घन्टामा खुमै डाँडा पुगिन्छ। अन्ततः हामी खुमै डाँडा पुग्यो। त्यहाँबाट आँखे अगाडि झलल बलिरहेको चम्किलो माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमाल देखिन्थ्यो। सायद अस्ताउँदो सूर्यको किरणले होला हिउँ परेर सेताम्य बनेको हिमालहरूलाई घामको किरणले स्पर्श गर्दाको दृश्य अझ मनमोहक देखिएको थियो। वरिपरि थुम्कै थुम्का पहाड पछाडि ठिङ्ग बढीमान माछापुच्छ्रेको आगमनमा लम्पसार परेर बसेको खुमै डाँडा मुनि सूर्यास्तमा देखिएको बादलको बेस पनि थियो। गुड मर्निङ फ्रम खुमै डाँडा। अहिले चाहिँ हामी खुमै डाँडामा छौँ। यहाँ देख्नु सक्नुहुन्छ झिलिमिली बत्ती बलेको चाहिँ यो पोखरा हो र बादलहरू देखिन्छ अनि सनराइज हुन लागेछ र हामी चाहिँ यहाँ अहिले 360 होटलमा छौँ र अबको डे 2 ट्रेकिङ सुरु हुँदैछ। हामी चाहिँ माथि अलि माथि जानेछौँ त्यो हिमाल ट्रेकिङ। यहाँ भाइहरू एकदमै रेडी भएर बसिरहेको छ।
ल गुड मर्निङ केटा हो। हामी चाहिँ कोर्ची लाग्दैछौँ है। अब डे 2 हाम्रो ट्रेकिङ सुरु हुँदैछ। कोर्ची कुर्ची डाँडा हामी चाहिँ कुर्ची हो कि कोर्चाङ हो? कोर्ची हो। कोर्चाङ होला नि। कोर्चाङ के हो ल? कस्तो लागिरहेछ अनिस भाइ? एकदम फिलिङ गुड गुरुजी। विवेक भाइ एकदम कस्तो लाग्दैछ? त एकदम मजा आइरहेछ। हिजो कस्तो भयो? हिजो चाहिँ सुनिल भाइ सेल भाइ कस्तो लाग्दैछ? एकदम रमाइलो एकदम चिसो भाइ कस्तो लाग्दैछ? गुड एकदम चिसो चिसो छ ल एकदमै चिसो छ। हामी चाहिँ लाग्दैछौँ मासतिर। भुइँमा चाहिँ पुरा आइसहरू जमिँदो रहेछ, कराक कराक हुँदैछ होइन त? ल सुरु भइसक्यो यहाँ चाहिँ सनराइज। जाउँ है जाउँ जसरी भन्छौँ हिँड्नु। म चाहिँ खोर्चा डाँडातिर जाने तर्फमा छु र मलाई चाहिँ निकै नै गाह्रो भइरहेछ किनभने मलाई अलिकति लेक लाग्छ। हिजो एउटा भाइको पनि त्यस्तै भएको थियो, लेक लागेर बिच बाटोमा आउँदाखेरि ड्रिलिङ भएर रिङ्गाटा चल्दा बिचरा गाह्रो भएर उसलाई फर्काएर तल खुमाई डाँडामा लगेर राख्यो, खुमाई डाँडाको क्याम्पमा। र हिजो त्यहाँनिर रेस्ट गऱ्यो अनि आज बिहान चाहिँ हामी खोर्चातर्फ लाग्दैछौँ। तर मलाई नि गाह्रो गाह्रो होला जस्तो भइरहेछ, सास फेर्न निकै गाह्रो भइरहेछ। भाइहरू चाहिँ अगाडि गइसकेको छ, म लास्टमा छु। रनिङमा भाइहरूको लागि भने गइदिनु पऱ्यो। अलि मास्टरसम्म जान्छु र मलाई नि गाह्रो भने चाहिँ म फर्किन्छु र सक्यो भने चाहिँ माथिसम्म नै पुग्ने प्रयास गर्दैछु। बिस्तारै बिस्तारै जाने कोसिस गरिरहेको छु। खुमाई डाँडा चाहिँ यो तल डाँडा हो, हामी यति माथि आइसकेका छौँ। ल अब लगभग चाहिँ हामी आइपुगिसक्यो जस्तो छ। यो सिँढी कटेर माथिको डाँडा होला सायद सायद हामी पनि फर्स्ट टाइम आउँदैछ, थाहा छैन। हेलो एभ्रिवान, गुड मर्निङ फ्रम कोर्चा। अहिले चाहिँ हामी कोर्चा माथि टपमा छौँ र हाम्रो पोखराबाट चाहिँ 2 दिनको ट्रेक थियो। हिजो हामी यहाँनिर आउने प्लान चाहिँ थियो, तर एकजना भाइलाई चाहिँ लेक लागेर बोस्याङ राईलाई चाहिँ तल फेरि ब्याक टु तलै लानुपर्ने भएर र तल राखिरहेछौँ। तल बसेर अनि आज चाहिँ हामी यहाँ आइपुगेका छौँ बिहान कति 5 बजीतिर हिँडेको थियौँ अनि अहिले यहाँ आइपुगेका छौँ। लगभग तलबाट चाहिँ 1.5 घन्टामा आइपुगेको छ, अरूलाई 2 घन्टा लाग्छ भनेको थियो। र देख्न सक्नुहुन्छ यहाँनिर भ्यूहरू, तल बादल देखिन्छ, यता अगाडि हिमाल देखिन्छ। ल पानी कसरी रे दाइ? 100 रुपिज। यो 1 कप पानीको चाहिँ 100 रुपियाँ छ। ल्याउनलाई 3 घन्टा लाग्छ। किन महँगो भन्नुहुन्छ होला तपाईँहरूले? यो चाहिँ उहाँले बिचरा यहाँ तलबाट बोकेर ल्याउनुहुन्छ। लगभग यहाँ आइपुग्दा 3 घन्टा लाग्छ होइन त? पानी बोकेर आउने 3 घन्टा। ल जिन्दगीमा फर्स्ट टाइम 100 रुपियाँको ग्लास पानी खाइदिएछु। पानी ल्याउनलाई 3 घन्टा लाग्छ। पानी चाहिँ कहाँबाट ल्याउनुहुन्छ? यहाँ तल पाखाबाट। How much? महँगो चिया पानी खाएर जिन्जर टी हो फेरि। राखेँ ल ल ल भयो। जिन्दगीमा हाम्रो यात्रा हजारौँ हुन्छन्। यहाँ राम्रा नराम्रा सबै भेटिन्छन्। यात्रामा भेटिएको सहयात्रीहरूको गन्तव्य एउटै नहुन सक्छ। जिम्मेवारी पुरा गर्ने दौडमा समय सँगसँगै साथीहरू पनि छुट्दै परिवर्तन हुँदै जाँदो रहेछ। हामी सँगै हुने भनेको सम्झनाका केही पलहरू मात्रै रहेछ र त्यो पलहरू कैद गर्न हामीले बुनेका थियौँ खुमाईको कथा।
अर्कोचोटि चाहिँ यहाँ लाउरे भएर आउने भनेर आएपछि अर्कोचोटि आउँदाखेरि गयो ल भैया दाई भन्न सुन्नु भैया दाई भनेको सुन्न पाऊँ है धन्यवाद दाई दाईहरूलाई धन्यवाद है त तपाईँहरूलाई खाना भेज भन्नुभयो है तपाईँहरूलाई पनि खाना बस्न राम्रो सेवा सुविधा दिनुभयो धन्यवाद तपाईँहरूलाई है त ल लाग्छ अहिले चाहिँ हामी कोर्चामा छौँ र भाइहरूलाई के भन्नु छ एउटा मेसेज घर परिवारको लागि आफ्नो लागि साथीभाइहरूको लागि केही छ कोर्चा चाहिँ एकदम राम्रो ठाउँ छ तपाईँहरू अब ट्रेकिङ आउँदा हुन्छ एकदम ल तेरो परिवारलाई के भन्न चाहन्छस् यहाँबाट परिवारलाई केही छैन अहिले अब अलिक पछि भन्ने हो भर्ती लागेरै भन्ने हो दिपेश भाइ एकदम राम्रो ठाउँ छ सबैजना आउँदा हुन्छ है ट्रेकको लागि चाहिँ अरू आफ्नो मेसेज साथीभाइहरूलाई मम्मी ड्याडीहरूलाई साथीभाइ घरमा धेरै धेरै माया सम्झना छ त्यति पारस भाइ एउटा मेसेज के दिनु पऱ्यो के छैन के हो त अब राम्रो छ मनबाट भन्नु न त्यही त प्रतीक भाइ म चाहिँ परिवारलाई धेरै धन्यवाद भन्न चाहन्छु परिवारको सपोर्टले नै आज यो ठाउँसम्म घुम्न नि आएको जस्तो लाग्छ त्यही हो ठाउँ पनि राम्रो छ त्यति हो गुरुजी अनिस म चाहिँ एकदम खुसी छु होइन नेपालको एउटा स्वर्गको टुक्रा आएको जस्तो लागेछ मेरो घर परिवारलाई चाहिँ एकदम धन्यवाद उहाँहरूको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु र म पनि कुनै दिन एकदम उहाँहरूलाई गर्वका साथ यस ठाउँमा घुमाउन ल्याउने प्रयास गर्नेछु सुनिल भाइ के छ मेरो चाहिँ के छ भने कुरा हामी चाहिँ यहाँ आएको छौँ एकदम खुसी छु म चाहिँ होइन साथीहरू पनि खुसी छ होला जहाँसम्म लाग्छ तर हाम्रो एउटा साथी बसियाङ चाहिँ यहाँसँग हामीसँग उसको हेल्थ कन्डिसनले गर्दा आउनु सकेन त्यसको लागि चाहिँ अलिक दुःख छ अनि घर परिवारमा चाहिँ धेरै सम्झना छ टाढै भयो नि त्यति के छ मेसेज गुरुजी मेरो चाहिँ यो फर्स्ट ट्रेक हो अनि साथीहरूसँग एकदम रमाइलो पनि भयो अनि यहाँहरूलाई पनि आउँदा हुन्छ रिग्रेट चाहिँ हुँदैन आइसकेपछि अनि मेरो चाहिँ घर परिवारलाई चाहिँ धेरै धेरै सम्झना र माया भन्न चाहन्छु गुरुजी ल भाइहरूको सबैजनाको मेसेज सुनिहाल्नु भयो होला सबैजना फ्यामिलीले गोर्खाको लागि पनि धेरै धेरै धन्यवाद गोर्खाले गर्दा पनि हामी यहाँसम्म आइपुगेको छौँ ब्रिटिस गोर्खा ट्रेनिङ सेन्टरको लागि सुचन्द्र गुरुलाई पनि मिस यु यहीँबाट हामीले सबैजनाले धेरै धेरै सम्झेको छौँ है त सुचन्द्र गुरुलाई पनि यहाँबाट धेरै धेरै मिस यु हाम्रो सन्देश गुरुलाई नि एकदम धन्यवाद तपाईँ जहाँ हुनुहुन्छ सपोर्ट गर्नुभयो स्वास्थ्य रहनु होला सुख रहनु होला मिहिनेत गर्नु होला अब हाम्रो भन्नु त्यही छ है सुचन्द्र गुरुलाई धेरै सम्झेको छ योगेश गुरुलाई नि सम्झना योगेश कुशललाई पनि सम्झना अनि हाम्रो सबैजना हाम्रो फ्यामिलीहरूलाई सबैजनालाई सम्झना यहाँबाट तपाईँहरूको छोराहरूलाई सही सलामत मैले यहाँ घुमाउन ल्याएको छु यहाँनिर अब सबैजनाको स्वास्थ्य अहिले ठिकै छ र एकजना भाइ चाहिँ अलिकति हिजो लिक लागेर बिचबाटै फर्किनु पऱ्यो त्यही चाहिँ अलिकति दुःख लागिरहेछ र अहिले चाहिँ उसको हेल्थ कन्डिसन राम्रै छ ठिकै छ उसलाई अब बिस्तारै हामी लिएर तल झर्नेछौँ अनि जो जतिले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू धेरै जस्तो बाहिर अब भर्ती देखाउने भाइले हेर्नुहुन्छ होला सायद उहाँहरूलाई म के भन्न चाहन्छु भने मिहिनेत गर्नु होला राम्रो गर्नु होला सबै तपाईँहरूको हातमा छ अल द बेस्ट सबैजना भाइहरूलाई बेस्ट विसेस अनि फेरि आउँदै अब अर्को इन्डियाको लागि ट्रेनिङ गर्नुहुने भाइहरूलाई पनि राम्रो ट्रेनिङ गर्नु होला राम्रो गर्नु होला बेस्ट अफ लक तपाईँहरूले गर्नु भने तपाईँहरू आफै भर्ती हुने हो है ल आजको भिडियो चाहिँ हामी यहाँ समाप्त गर्नुपर्छ होला यति है जय ब्रिटिस गोर्खा